अस्ट्रेलियामा बस्ने साथीहरू छन् होइन, कोही भन्छन् कि अस्ट्रेलिया आइजो, कोही भन्छन् युके आइजो। तपाईँले के भन्न चाहनुहुन्छ कि फ्रान्स आउँदा ठिक होला कि अस्ट्रेलिया युएसए जाँदा ठिक होला भन्ने कुरो हो? त्यो यस्तो हो, अब तपाईँहरूलाई एकदमै ल्याभिस लाइफस्टाइल चाहिएको छ, थुप्रै एकदम तपाईँहरू अब त्यही ड्रिम नै अस्ट्रेलिया हो तपाईँको भनेपछि त्यहाँ जान एकदमै राम्रो होला। तर तपाईँले एकदम सिम्पल लाइफ, तपाईँलाई सबै कुरा अब एकदम स्ट्यान्डर्ड लाइफ होइन, एकदम ब्यालेन्स्ड, सरकारले सबै कुरा हेरिदिने, तपाईँ धेरै खर्च नगरे पनि, तपाईँहरू धेरै काम नगरे पनि यहाँ मजाले एकदम ल्याभिस लाइफ बाँच्न सक्नुहुन्छ यहाँ चाहिँ होइन। तपाईँको सबै कुरा चाहिँ यहाँ थुप्रै कुरा चाहिँ गभर्मेन्टले हेरिदिन्छ। त्यो अस्ट्रेलिया तपाईँको युके जस्तो सबै कुरा आफैले गर्नुपर्ने, हेल्थ इन्सुरेन्सदेखि लिएर भयो, तपाईँको कलेज फीदेखि लिएर भयो, थुप्रै त्यहाँ एक्सपेन्सेसहरू थुप्रै छ। यहाँ चाहिँ त्यस्तो छैन। तपाईँ एकदम मिनिमम तपाईँको स्यालेरीमा पनि तपाईँ यहाँ आफ्नो गुजारा चलाउन सक्नुहुन्छ। त्यसैको लागि तपाईँको फ्युचरको लागि भने यहाँ चाहिँ बेस्ट हुन्छ। तर स्ट्रगलिङ फेजमा चाहिँ अलिकति ल्याङ्ग्वेजहरूले गर्दा चाहिँ अलिकति गाह्रो छ यहाँ, होइन भने चाहिँ एकदम बेस्ट यता नै होला जस्तो मलाई लाग्छ। अब कोही ल्याङ्ग्वेज सिकेर आउँछु भन्छन् होइन, हजुर, ल्याङ्ग्वेज सिकेर आयो भने त काम सजिलै पाउँछ होला यहाँ त? ल्याङ्ग्वेज सिकेर आयो भने चाहिँ काम चाहिँ एकदम सजिलै पाउँछ यहाँ। काम त जति पनि छ, जति गर्दा पनि भयो। अब ल्याङ्ग्वेज नभयो भने हो प्रब्लम चाहिँ। अलिकति यहाँको मान्छेहरूले चाहिँ इङ्ग्लिस बोल्न खोज्दैनन् आए पनि, अनि आफ्नो नै ल्याङ्ग्वेजलाई बढी प्रायोरिटी दिन्छन्। त्यही भएर चाहिँ ल्याङ्ग्वेज सिकेर आयो भने अलिकति पनि तपाईँ मजाले काम पाउनुहुन्छ। कामको लागि त्यस्तो गाह्रो छैन यहाँ।